हामी यति बेला देवदह खैरनीदेखि हामी सिद्धबाबा दर्शनको लागि हिँडिरहेका छौँ। हाम्रो रमाइलो यात्रा चलिरहेको छ। यसै क्रममा पानी एकदम आयो अनि त्यसपछि म त पुरै मुख छोपेर पानी हामी चाहिँ यहाँबाट निस्किँदै गर्दा यति ठुलो पानी आयो। तर जति हामी यहाँ जङ्गलबाट जति अगाडि लाग्छौँ उति धेरै पानी आइरहेको थियो त्यति बेला मौसम। अनि बाटोमा रमाइलो हुँदै गयो। मेरो मुख पुरै छोपिएको थियो। मैले चाहिँ के भनिरहेको थिएँ कि बाटोमा यति रमाइलो भइरहेछ कि आनन्द गर्मी भएर भित्र बस्दा वाक्क भइरहेको, बाहिर हिँड्दा यति आनन्द आयो कि त्यो मौसम रुजिन त अब रेनकोट लगाएको थियो तर पनि यति रमाइलो लाग्यो। हामी यति बेला चाहिँ भल्लै आइपुग्यौँ। हाम्रो चाहिँ यात्रा कन्टिन्यू जारी रहेको छ। हामी चाहिँ एकदम आज भगवानको दर्शन गरौँ भनेर हामी यहाँबाट हिँडिरहेका छौँ। यति बेला चाहिँ बुटोल चौडाबाट अगाडि लगाइसक्यौँ अनि चाहिँ रमाइलो भइरहेको थियो। मैले चाहिँ यसो क्लिप भ्यू हेरेँ कस्तो फुलहरू राम्रो देखेर अनि भिडियो खिचिरहेको थिएँ। म पछाडि बसिरहेको थिएँ, कान्छीले स्कुटी चलाइरहेको थिइन्। त्यसपछि म चाहिँ यस्तो कुनै आज सपना पनि कस्तो देखेर होला, सायद त्यो भिर पाखा देख्दा पनि मनमा कस्तो डर लागिरहेको थियो कि अनि म एकदम भ्यूलाई नजिकबाट हेरिरहेर अनि त्यसपछि त्यसलाई जुम गरिरहेको थिएँ। अनि हामी आइपुग्यौँ सिद्धबाबा, वारी सिद्धबाबा, बुटोल सिद्धबाबा आइपुग्यौँ। अनि त्यसपछि हामी त्यहाँ फुल प्रसादहरू लिएर अनि लाइन एकदम त्यो एकादशीको दिन शनिबारको दिन परेको भएर होला सायद यति भिडभाड थियो कि दर्शनार्थीहरूको भिडभाड, लाइन बस्दा पानी आएको हिलो पुरै रोपाइँ जस्तो भइरहेको थियो। रमाइलो भयो। मेरो त बग्यो रहेछ के अरे। अहिले यति बेला देवदहको बाटो यस्तो राम्रो भयो, यति आनन्द हिँड्न पनि यति गाह्रो हुन्थ्यो पहिला बुटोलदेखि हाम्रो यहाँ देवदह आउनको लागि। अहिले त मजाले बुटोलबाट हामी पनि 15-20 मिनटमा आनन्दले आइपुग्यौँ। रमाइलो भयो यात्रा। अब हेर्नु अहिले यस्तो बाटो यति आनन्दको भएर एक दिन भयो भने फ्रेस भयो। हामी यति बेला अब शीतलनगर घोडा कटेर अब शीतलनगर आइपुग्यौँ। हाम्रो चाहिँ वडा कार्यालयनिर आइपुग्यौँ। मलाई चाहिँ दाइले विदेशबाट हेर्न खोज्नुभएको के कस्तो भएछ बाटो भनेर हेर्न खोज्नुभएको थियो। अनि त्यही भएर मैले यहाँ बाटोमा भिडियो गराउँदै हेर्नु है भनेर अनि देखाउनको लागि खिचिरहेको थिएँ। अनि त्यसपछि राखिदिएँ। हामी यति बेला
आइपुग्यो। मैले घरैसम्ममा को बाटोको भिडियो बनाउँछु भनिरहेको थिएँ अनि मेरोमा त पुरै स्टोरेज फुल भएछ। शीतलनगर चोक कट्दा बित्तिकै मेरोमा चाहिँ स्टोरेज फुल बन्यो। अनि त्यसपछि मैले पनि अरू भिडियो गर्न पाएन। ल बाई बाई, सी यू।